आज चाहिँ म तपाईहरुलाई चाहिँ क्यारेक्टर राइटिङहरु स्पेशली काटाकानाको बारेमा चाहिँ भन्न गइरहेको छु। यसमा चाहिँ एकदमै ध्यान दिनुपर्ने कुराहरु हैन। त्यो लेख्दाखेरि चाहिँ हामीले एकदमै केयरलेस गर्छौं म्याक्सिमम है। चाहिँ स्ट्रोक अर्डरहरु हुन्छ हैन। स्टेप फलो गर्नु चाहिँ हामी चाहिँ झन्झट मान्छौं या अथवा हामीलाई चाहिँ त्यो चाहिँ इग्नोर गर्छौं। तर स्पेशली हिरागाना भन्दा पनि काटाकानामा चाहिँ हामीले स्टेपहरुलाई चाहिँ स्ट्रोक अर्डरहरुलाई चाहिँ इग्नोर गर्यो भने चाहिँ एकदमै गाह्रो हुन्छ है। स्पेशली मसँग 4टा लेटर छ, सायद तपाईहरुलाई पनि थाहा छ होला हैन। ओके, यो सबै चारैवटा सिमिलर छ है। तर यसलाई हेर्नुहुन्छ भने यो चाहिँ सी भन्छ र यो चाहिँ चु र यो चाहिँ सो र यो चाहिँ आदि न हो। यसरी चाहिँ जान्छ। अब सपोज मानिनु हामीले सी लेख्दाखेरि पनि यही, चु लेख्दा पनि यही, तर यसको डिफरेन्स कसरी पत्ता लगाउने भन्ने कुराहरु हुन्छ हैन। एक्जाम्पलको लागि सी लेख्दाखेरि चाहिँ मेनली हामीले 1 2 र तलदेखि माथितिर लानुपर्छ सी है। र चु यो चाहिँ सी भयो भने चु लेख्दाखेरि चाहिँ 1 2 माथिबाट तल जानुपर्छ चु भयो। र सिमिलरली सोको केसेसमा पनि 1 माथिदेखि तल सो भयो। र आदि नलेख्दाखेरि चाहिँ फेरि 1 र तलदेखि। एरो डिरेक्सनको केसेसमा मेन डिफरेन्स पत्ता लगाउँदाखेरि चाहिँ सी भयो, चु भयो, सो भयो, न। फलो डिरेक्सन चाहिँ यसरी गएको हुन्छ र यो कुरा चाहिँ हामीले एकदमै ध्यान दिनुपर्ने हुन्छ। त्यही भएर सानो सानो डिटेल्सहरु पनि याद गरेर पढ्यो भने चाहिँ चाँडै याद गर्न चाहिँ सकिन्छ जस्तो लाग्छ मलाई चाहिँ। हिरागाना काटाकाना मेनली स्ट्रोक अर्डरहरु याद गर्दै लेख्यो भने चाहिँ। हस् त, थ्यांक यू। आजलाई यति नै छ। यदि तपाईहरुलाई कुनै पनि जिज्ञासा लागेमा कमेन्ट गर्न सक्नुहुन्छ। थ्यांक यू।